बुटोलमा जारी 10औं राष्ट्रिय मणिमुकुन्द भलिबल कप प्रतियोगिता 2082 को आजको पहिलो सेमी फाइनल खेलमा गण्डकी भर्सेस भारतको गुजरात रहेको थियो। जुन पहिलो सेटमा निकै प्रतिस्पर्धात्मक सेटमा गण्डकी प्रदेशले 21 को विरुद्ध 25 ल्याउँदै गण्डकी प्रदेशले आफ्नो सेट उल्टामा पार्न सफल भयो। त्यसैगरी दोस्रो सेट भने भारतको गुजरातले 20 का विरुद्ध 25 ल्याउँदै भारतको गुजरातले आफ्नो पोल्टामा पार्न सफल भएको थियो। त्यसैगरी तेस्रो सेटमा भने फेरि पनि भारतको गुजरातले 27 का विरुद्ध 29 ल्याउँदै तेस्रो सेट पनि आफ्नो पोल्टामा पार्न सफल भएको थियो। त्यसैगरी चौथो सेटमा पनि लगातार दोस्रो र तेस्रो सेट जिते लगतै लगातार चौथो सेट पनि भारतको गुजरातले 20 का विरुद्ध 25 ल्याउँदै उत्कृष्ट पुनरागमन गर्दै उत्कृष्ट खेल खेल्दै भारतको गुजरातले गण्डकी भलिबल टिमलाई 3-1 को सेटमा पराजित गर्दै 10औं राष्ट्रिय मणिमुकुन्द भलिबल कप 2082 को फाइनलमा पुगेको छ। त्यसैगरी दोस्रो सेमिफाइनल खेल नेपाल आर्मी भर्सेस गलकुट रहेको छ। जुन खेलमा जसले जितेर आउँछ त्योसँग भारतको गुजरातले फाइनल खेल उपाधिको लागि भिड्नेछ र जितको शुभकामना भारतको गुजरात टिमलाई र त्यसैगरी अब आउने टिमलाई पनि।